अमेरिकामा विदेशी कामदारहरूको लागि प्रयोग हुने H-1B भिजा आवेदन दिनेहरूले अबदेखि $1,00,000 शुल्क बुझाउनु पर्ने भएको छ। यसअघि H-1B भिजाको आवेदन शुल्क $215 थियो। राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार कामदार भिजा H-1Bमा वार्षिक शुल्क लगाउने घोषणामा हस्ताक्षर गरेपछि यसबाट सबैभन्दा धेरै भारत लगायतका दक्ष विदेशी कामदारलाई प्रत्यक्ष असर गर्नेछन् भने नेपालीहरू पनि प्रभावित हुनेछ। भारतबाट अमेरिकामा सबैभन्दा धेरै H-1B भिजामा कामदार आउने गर्छन् भने नेपालबाट अध्ययनको लागि आएका विद्यार्थीहरूले H-1B भिजामा आवेदन दिएर अमेरिकाकै कम्पनीहरूमा काम गर्ने गर्छन्। यो भिजाको अवधि 3 वर्षको हुन्छ र 6 वर्षसम्म थप्न सकिने प्रावधान रहेको छ। अब कामदार भिजा H-1B भिसाका लागि प्रयोग गर्ने रोजगारदाताले प्रति भिसा वार्षिक $1,00,000 शुल्क तिर्नुपर्नेछ, जसले गर्दा रोजगारदातालाई ठुलो आर्थिक बोझ थपिनेछ र यस्तो भिसामा कामदार राख्ने छैन। यसले गर्दा नेपाल लगायतका मुलुकबाट अध्ययनको लागि अमेरिका आएका विद्यार्थीहरू अध्ययन सकेपछि नेपालमा नै फर्किनुपर्ने हुन सक्छ। अमेरिकी सरकारको विदेश मन्त्रालय ब्युरो अफ काउन्सुलर अफेयर्सको तथ्याङ्क अनुसार सन् 2024मा 781 जना र सन् 2023मा 1135 जना नेपालीहरूले H-1B भिजा